बस्नु 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 हजुर बस्नु पालै बिलो बस्नु तपाईँहरूलाई गाह्रो हुन्छ होइन केही छैन आमाले कतिको सहज हुँदैछ सहज भयो नि है गाह्रो छ है खुट्टा दुख्छ बसौँ भन्यो भने बुढी छैन तरुनी मान्छे हामीलाई बसको आवश्यकता पऱ्यो अलिकति है पहिला दिदी बहिनी आमाहरूको लागि पीडा सुनाइदिनु नि त कति गाह्रो आधी घन्टा कुर्यौँ हामीले हजुर आधी घन्टा नि बढी कुर्यौँ अनि बसमा उभिनु पर्छ बसमा उभिनु पर्यो त्यत्रो ठुलो गाडीमा सिट होला भनेर मार चढ्यो उमेर पुगिसकेको होला झन् कति गाह्रो हुन्छ के छ अब सरकारसँग तपाईँहरूको के माग छ थोरै सरकारसित हाम्रो लागि सुविधा हुनु पर्यो त्यस्तो गाडी लामो समय कुर्नु नपरोस् महिला दिदी बहिनीहरूको लागि छुट्टै एउटा बस भइदियो भने धेरै रमाइलो महिला दिदी बहिनीहरूको लागि छुट्टै महिलाको बस भइदियो भने सहज हुन्छ यहाँ सहज हुन्थ्यो तपाईँको पनि के भनाइ छ यसमा के भन्न चाहनुहुन्छ विशेष गरी 60 देखि 70 वर्षभन्दा माथिको उमेरको आमाहरू उभिँदा गाह्रो हुन्छ होइन बसमा अहिले सबैको गोडा दुख्ने समस्या हजुर छ हाड जोडी सम्बन्धी समस्या छ गाह्रो छ अब यो कुरा चाहिँ सरकारले सुनिदिनु पर्यो होइन बालिन सरकारले हजुर अब सबैलाई यो सुविधा गराइदियो बच्चानी हजुर पैसा तिरे पनि सुविधा होस् हजुर हजुर होइन हो त पैसा तिरिसकेपछि चाहिँ त्यो सेवा प्राप्त होस् न बाटै छन् यता पनि बुझौँ है आफ्नो दिदीहरूसँग दिदी हजुरको के माग छ सरकारसँग हजुर एकदम आमाहरूलाई अलिकति गाह्रो हुन्छ दिदी बहिनीहरूलाई गाह्रो हुन्छ नि त महिला बस छुट्टै भइदियो भने त अलिकति सहज हुन्छ होला नि है तपाईँको के छ यसमा भनाइ बिस्तारै हुन्छ होइन तपाईँको के छ यसमा भनाइ मेरो भनाइ छ महिला बस जहाँ मन्दिर गए पनि सजिलोसँग जान पाउनु हजुर गाडी हुनुपर्छ त्यस्तो भयो भने चाहिँ सहज हुन्छ है एकदम छैन विशेष गरी हाम्रो आमा जस्तोहरूलाई होइन 60 देखि 60 वर्षभन्दा अलिकति माथि पुगिसकेका आमाहरूलाई त झन् गाह्रो हुन्छ आमा है गाह्रो हुन्छ झन् मन्दिर जानु मन लाग्छ अघि उभिँदै गर्दाखेरि कति पीडा भयो तपाईँलाई यसो सुनाइदिनुहोस् न आमा मलाई गाह्रो भइरहेको थियो एकजना यहाँ बहिनीले छोडिदिनुबाट मलाई अलि आनन्द आयो यसै गरी सधैँभरि बसेर जान पाए हुन्थ्यो दिदी चाहिँ हुनुहुन्छ है फेरि उहाँले छोडिदिनु भयो मलाई सजिलो भयो हजुर हजुर नभए त उभिँदाखेरि यो खुट्टा दुख्ने हामीलाई के भन्नु छ कि दिदी मलाई नि छैन त्यो महिला एउटा बस भइदियो भने होइन महिला दिदी बहिनी आमाहरूको लागि बस भइदियो भने सहज हुन्छ भन्ने एउटा कुरा छ है हो नि अब सबैजनालाई हामी त अब उमेर भएकाहरूले त उभिएर पनि जान सकिन्छ होइन हजुर अब बुढाबुढीहरूलाई त गाह्रो हुन्छ नि हजुर त्यो एकदम कारणले गर्दाखेरि चाहिँ अब महिला मात्र भयो भने चाहिँ सजिलो हुन्छ भन्ने चाहिँ भनेको हामीलाई एकदम राम्रो टपिकमा यो आज कुरा निक्लियो होइन यो भिडियो अब कतिको भाइरल हुँदो रहेछ ल अब साथ सपोर्ट दिनु पऱ्यो पुरै नेपालको जनताले आमा दिदी बहिनी महिलाहरूको लागि भनेर चाहिँ छुट्टै एउटा बसको चाहिँ माग भएको छ यहाँनिर अब यो बुझिदिनु पऱ्यो